जुन्तरी ल जाउँ होइन अहिले चाहिँ हामी यहाँनिर दोकान आएको छु म चाहिँ यहाँ तल पुसैको दोकानमा हेर्नुहोस् त यो चाहिँ एभोकाडोको बोट एभोकाडो त कति फलेको छ त यहाँनिर यहाँबाट तल चाहिँ यहाँ तल छाना देखेको छ नि यो चाहिँ हाम्रो गाउँको हेल्थ पोस्ट हो बिहान र बेलुका खुल्छ म आएपछि चाहिँ जुन्तरी पनि आइहाल्छ पछि पछि ओ जुन्तरी मौसम चाहिँ यस्तो छ यतातिरको अपडेट पानी पर्ला जस्तो भइरहेको छ शीतल चाहिँ ओभरै शीतल छ अब चाहिँ सौदा गर्न आएको म यहाँनिर दोकानमा अनि घरमा गएर चाहिँ आज म तामाको सब्जी बनाउँछु अनि यहाँलाई पनि देखाउँछु है पुसाई दसैँ आएको जस्तो लाग्यो सयपत्री फुलेको देख्दा त कति छिटो फुलेछ त यो पालि त ल हाम्रो निनीले चाहिँ यहाँनिर पनि ल हेर्नुहोस् कस्तो मजाले चाहिँ फलाउनु भएको छ ड्रागन फ्रुट मजाले फलेको छ हौ टन्नै यो पालि त निनीको गार्डनमा त के चाहिँ छैन रोज पनि रहेछ त्यहाँबाट व्हाइट रोज पनि छ एउटा कुरा चाहिँ मजाले हेर्नुहोस् ल लार्ज सेपमा कस्तो मजाले बनाउनु भएको हेर्नुहोस् त माया माया ल क्युकम्बर चाहिँ यस्तो भएछ पुसै र निनीले चाहिँ खाजा खानु हुँदै रहेछ कि अनि म चाहिँ यहाँनिर सौदा गर्न आएको कि हामी दोकानको सौदा गर्न घरको लागि तेलहरू यता त्यता अनि एकछिन वेट गरिरहेको छु ठ्याक्क मैले यहाँनिर निनीको बारीको केहरू पनि खिच्न पाएँ अनि अब चाहिँ घरमा गएर हाम्रो तलको काकाले चाहिँ अघि नै ब्याम्बो सुट ल्याइराखिदिनु भएको छ क्या त्यो तामा भन्छ नि तामा अनि अहिले त तामाको सिजन हो नि त अनि त्यो तामा पकाउँछु अनि मलाई चाहिँ एकदम मनपर्छ तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन तामा तर कतिले चाहिँ उसिनेर मात्रै पनि खानु हुँदो रहेछ क्या तर हामी चाहिँ अब तेलमा मरमसलाहरू लगाएर पकाउँछौँ तर म चाहिँ अलिक सिम्पल तरिकाले नै पकाउँछु ए आजको विशेष भिडियो चाहिँ त्यही छ है हाम्रो कुकिङको खिचिनीको सब कुरा रोप्नुहुन्छ मिनीले अबै कतिजना मिनी प्लान्ट कति मजाको क्युट हेर्नु त अघि मैले खिचेको सयपत्री बाहिरतिर हेर्नुहोस् कस्तो राम्रो मौसम भइरहेको छ तपाईँहरूकोतिर पुरा गरम होला हिजो हाम्रो सुनिल भाइले लाइभमा एकदम गर्मी छ दिदी दार्जिलिङ सिक्किमतिर त शीतल होला नि पानी पर्या गर्छ भन्दै थियो ल है ए सुनिल भाइ यस्तै छ मौसम एकदम शीतल छ है हाम्रोतिर त के गर्नु जमानै त्यस्तो आयो नि त पुसै सोया भयो है सोया स्टिक भयो न्युट्रेला दुई छ अन्त एउटा बेस अलिक बानी छैन नि त हामीलाई कि हजुर हजुर टमाटरहरू नरै पनि त्यो लङ लङ एउटा लङ म यहाँनिर पसलभित्र दोकानभित्र पसेको अनि उसलाई चाहिँ बाहिर राखेको नि त ऊ भित्र किचनतिर जान्छ भनेर यहाँ माया लाग्दो बसिरहेछ जुन्तरी आमै त्यहीँ बस ल बिस्कुट खाने बहिनी सरी सानो ऊ अब भित्र निनीहरूको किचनतिर गइदिन्छ नि त हो अनि सानो आउने जुन्तरीलाई म दिन्छु है बिस्किट 60 रुपियाँ खोलेर दिनु हो नि भित्र नजाउँला त यहाँ बोलाऊ यहाँ राखौँ बिमार छ यो बिमार छ लु त यहाँ त एकैछिन भित्र नजाऊ है अब चाहिँ पुछ भित्र नजाऊ है सानो न बहिनी खाऊ
मासु खाने बानी भयो होला बहिनी होइन बिमा छ बिमार छ न खाउ त लु त्यो राख्नुहोस् अलिक घरमा खान्छ उसले। आज म गाउँघरमा धेरै पहिलेदेखि खाँदै आएको बाँसको तामाको तरकारी पकाउँदैछु। तामा भन्ने बित्तिकै हामी मध्ये धेरैलाई गाउँघरकै सम्झना आउँछ। विशेष गरी वर्षायाममा ताजा तामा सजिलै पाइने भएकोले यो मौसममा गाउँघरमा तामाको तरकारी खाने चलन पनि धेरै छ। तामाको तरकारी पकाउन धेरै थरीका मरमसलाहरू चाहिँदैन। घरमा भएका सामान्य मरमसला भए नै पुग्छ। हुन त तामा साधारण बाँसको टुसा हो, तर पकाएपछि यसको स्वाद भने एकदमै फरक हुन्छ। ताजा तामाको स्वाद अलि टर्रो हुन्छ भने धेरै समय राख्दा त्यसमा अमिलोपन आउँछ। मलाई चाहिँ ताजै तामाको त्यो अलि टर्रो स्वाद नै मनपर्छ। तामाको तरकारी हाम्रो गाउँघरको भान्सामा पुस्तौदेखि चलिआएको एउटा सरल तर स्वादिलो परिकार हो। यसको विशेषता भनेको धेरै झन्झट नगरी घरमै उपलब्ध सामग्रीबाट नै स्वादिलो बनाउन सक्नु हो। बाँसको टुसा टिपेर ल्याएपछि त्यसलाई राम्ररी सफा गर्ने, आवश्यकता अनुसार काट्ने र पकाउने प्रक्रिया गाउँघरमा सामान्य जस्तै लागे पनि यसभित्र हाम्रो परम्परागत जीवनशैलीको एउटा सुन्दर कथा लुकेको छ। पहिलेका पुस्ताले प्रकृतिले दिएको स्रोतलाई आफ्नै तरिकाले प्रयोग गर्दै विभिन्न परिकार बनाउने गर्थे। त्यति बेला बजारमा गएर सबै सामग्री किन्नुपर्ने अवस्था थिएन। घर वरिपरिको जङ्गल, बारी र करेसा बारीबाट नै धेरै किसिमका खानेकुराहरू जुटाइन्थ्यो। त्यसैले गाउँघरको खानामा स्थानीय स्वादसँगै प्रकृतिसँगको नजिकको सम्बन्ध पनि देखिन्छ। तामा पनि त्यही सम्बन्धको एउटा उदाहरण हो। वर्षाको समयमा बाँसमा नयाँ टुसा पलाएपछि त्यसलाई टिपेर घरमा ल्याउने, प्रशोधन गर्ने र परिवारका सबै सदस्य मिलेर खानाको रूपमा तयार गर्ने चलन धेरै ठाउँमा अझै पनि देखिन्छ। यसरी हेर्दा तामा एउटा तरकारी मात्र नभएर प्रकृति र हाम्रो जीवनशैली बीचको गहिरो सम्बन्ध झल्काउने परिकार पनि हो। अहिले बजारमा विभिन्न किसिमका नयाँ नयाँ खानेकुराहरू सजिलै उपलब्ध छन्। मानिसहरूको खानपानको रुचि पनि पहिलेभन्दा धेरै फरक भएको छ। तर स्थानीय रूपमा पाइने यस्ता परिकारको आफ्नै महत्त्व हुन्छ। यिनमा कुनै कृत्रिम आकर्षण भन्दा पनि आफ्नोपन, मौलिकता र पुरानो स्वाद भेटिन्छन्।
तामालाई विभिन्न तरिकाले पकाइन्छ। कसैले आलुसँग पकाउँछन्, कसैले मासुसँग, त कसैले अचार बनाएर पनि खान्छन्। म चाहिँ आज यसलाई एकदमै सामान्य तरिकाले पकाउँदैछु। पहिले गाउँघरमा यस्ता सामग्रीहरू किन्नु पर्दैन थियो। वरिपरि बाँस भएका ठाउँमा तामा सजिलै पाइन्थ्यो। तर अहिले समय फेरिएको छ, मानिसहरूको जीवनशैली पनि परिवर्तन भएको छ। अहिले त घरमा चाहिने धेरै जस्तो सामग्री किनेर नै खानुपर्ने अवस्था छ। तर यस्ता जैविक र परम्परागत परिकारहरूलाई भने हामीले बिर्सिनु हुँदैन जस्तो मलाई लाग्छ। किनभने यस्ता खानाले हाम्रो स्वाद मात्र होइन, हाम्रो पहिचान र गाउँघरको परिवेशको पनि सम्झना गराउँछ। यस्तो खाना पकाउँदा मलाई सबैभन्दा रमाइलो लाग्ने अर्को कुरा भनेको यसको सुगन्ध हो। मसला भुट्न थालेपछि भान्साभरि नै छुट्टै किसिमको बास्ना फैलिन्छ। त्यो बास्नाले गाउँघरको भान्सा र पुराना दिनको सम्झना गराइदिन्छ। हरेक घरमा खाना पकाउने आफ्नै तरिका हुन्छ। कसैले खुर्सानी धेरै हाल्छ, कसैले कम। कसैले विभिन्न किसिमका मरमसलाहरू प्रयोग गर्नुहुन्छ भने कसैले थोरै मात्र। त्यसैले मैले बनाएको तरिका नै सही हो भनेर भन्न मिल्दैन। यो त मैले आफ्नो स्वाद र घरमा चलिआएको तरिका अनुसार बनाएको मात्र हो। अब हाम्रो तामाको तरकारी पनि राम्ररी पाकिसकेको छ। हेर्दा जति साधारण देखिन्छ, स्वादमा भने त्यति नै विशेष हुन्छ। यस्ता स्थानीय खानाहरूमा स्वादसँगै हाम्रो परम्परा, संस्कृति र पुर्खादेखिको जीवनशैलीको कथा पनि जोडिएको हुन्छ।